आज चाहिँ हामी सोइल मोइस्चर रिलेसनको बारेमा पढ्न गइरहेको छौँ। यो चाहिँ इरिगेसनको एकदमै इम्पोर्टेन्ट टपिक हो। सब्जेक्टिभमा पनि अब्जेक्टिभमा पनि यो टपिकबाट धेरै क्वेसनहरू सोधिरहेको हुन्छ। सबैभन्दा पहिला चाहिँ प्लान्टले पानी कहाँबाट लिन्छ त रुटमा सरी गाइस। अनि ग्राभिटेसनल वाटर छ हैन, सबैभन्दा सुरुमा ग्राभिटेसनल वाटर भनेको चाहिँ त्यसलाई चाहिँ सुपरफ्लुयस वाटर पनि भनिन्छ। यो यति वाटर चाहिँ प्लान्टले होल्ड गर्दैन, रुट जोनमा होल्ड गरे हुँदैन, अनि यो चाहिँ ग्राभिटीको एक्सनले तलतिर जान्छ। त्यही भएर दिस वाटर इज नट अभाइलेबल फर प्लान्ट। त्यसै गरी क्यापिलरी वाटर, जसलाई चाहिँ अभाइलेबल मोइस्चर पनि भनिन्छ। क्यापिलरी वाटर यति यहाँदेखि यहाँसम्म, यो चाहिँ क्यापिलरी वाटर भयो। हो त्यो वाटर चाहिँ प्लान्टले होल्ड गरेको हुन्छ अगेन्स्ट ग्राभिटी सर्फेस टेन्सन फोर्सको हेल्पद्वारा। त्यही भएर यो जुन चाहिँ पानी प्लान्टले लिन्छ नि त्यो भनेको यही जोनको पानी हो। अनि हाइग्रोस्कोपिक वाटर भनेको चाहिँ एउटा थिन फिल्म लेयर हो सोइल पार्टिकलको, जुन चाहिँ रुट जोनमा बसेको हुन्छ। यो पनि अगेन्स्ट ग्राभिटी बसेको हुन्छ, तर ड्यू टु लुज केमिकल बोन्ड यो वाला पानी पनि नट अभाइलेबल फर प्लान्ट। अनि यो चाहिँ हिटिङ गरेर मात्र हटाउन सकिन्छ। विच वाटर इज रिमुभड ओन्ली बाई हिटिङ भनेर सोध्यो भने अनि अप्सनमा डिफ्रेन्ट आएको हुन्छ, त्यसको एन्सर चाहिँ हाइग्रोस्कोपिक वाटर हुन्छ। सो यो तीनटा वाटरमा, ग्राभिटेसनल, क्यापिलरी र हाइग्रोस्कोपिक वाटरमा प्लान्टलाई अभाइलेबल हुने भनेको चाहिँ क्यापिलरी वाटर मात्रै हो। यो मात्रै अभाइलेबल हुन्छ, यो पनि हुँदैन। यो ग्राभिटेसनल वाटर तर गइहाल्छ, हाइग्रोस्कोपिक वाटर भनेको लिनै सक्दैन। अब यतातिर कुरा गर्दाखेरि चाहिँ सबैभन्दा माथि यो सेचुरेसन क्यापासिटी छ। सेचुरेसन क्यापासिटी भनेको चाहिँ म्याक्सिमम वाटर होल्डिङ क्यापासिटी अफ सोइल इन रुट जोन। अनि यसले चाहिँ रुट जोन कति बेला सेचुरेटेड हुन्छ भनेर देखाउँछ। अनि त्यसपछि यो ग्राभिटेसनल वाटरको इन्डमा चाहिँ फिल्ड क्यापासिटी छ। फिल्ड क्यापासिटी भनेको चाहिँ म्याक्सिमम वाटर होल्डिङ क्यापासिटी अफ प्लान्ट अगेन्स्ट ग्राभिटी भयो भने चाहिँ फिल्ड क्यापासिटी भयो। अनि त्यसै गरी फिल्ड क्यापासिटी पछि अप्टिमम मोइस्चर कन्टेन्ट छ। अनि त्यसपछि पर्मानेन्ट विल्टिङ पोइन्ट छ। पर्मानेन्ट विल्टिङ पोइन्ट भनेको चाहिँ एउटा यस्तो पोइन्ट हो जहाँनिर चाहिँ पानी नपाए भने, जहाँनिर चाहिँ प्लान्टले पानी पाउँदैन अनि त्यो पानी एक्सट्र्याक्ट गर्न नसकेपछि चाहिँ प्लान्ट मर्छ। अनि अप्टिमम मोइस्चर कन्टेन्ट भनेको चाहिँ एउटा यस्तो खालको मोइस्चर कन्टेन्ट अथवा एउटा यस्तो जोन जसमा चाहिँ रिडक्सन भयो भने म्याक्सिमम रिडक्सन अफ, एकदम म्याक्सिमम रिडक्सन पानी हुन सक्ने, जुन कन्डिसनसम्म चाहिँ प्लान्टले पानी एक्सट्र्याक्ट गर्न सक्छ विथ गुड क्वालिटी एक्सट्र्याक्ट गर्न सक्ने भन्यो भने चाहिँ अप्टिमम मोइस्चर कन्टेन्ट हुन्छ। अनि कहाँसम्म एक्सट्र्याक्ट गर्न सक्छ भन्यो भने चाहिँ पर्मानेन्ट विल्टिङ पोइन्ट हुन्छ। अनि अब यो के भन्छ, रेडिली अभाइलेबल मोइस्चर र अनि अभाइलेबल मोइस्चर भनेको चाहिँ, रेडिली अभाइलेबल मोइस्चर भनेको चाहिँ यही अभाइलेबल मोइस्चरको 75 to 80% हुन्छ। अनि यो रेडिली अभाइलेबल मोइस्चर चाहिँ इजिली अभाइलेबल फर प्लान्ट हुन्छ। अनि यो चाहिँ यो यहाँनिर योभन्दा तल भयो भने चाहिँ अलि धौधौ गरी हुन्छ, तर पाउन चाहिँ पाउँछ। अब यो चाहिँ फर्मुलाहरू कुरा भयो, यसबाट न्युमेरिकलहरू नि सोध्न सक्यो, जे पनि गर्न सक्यो होइन। अनि डेप्थ अफ यो क्यापिटल डी भनेको चाहिँ रुट जोन डेप्थ भयो। अनि गामा डी भनेको युनिट वेट अफ सोइल, गामा डब्लु भनेको युनिट वेट अफ वाटर, यो सियु भनेको कन्जम्पटिभ युज, एफवाई भनेको फ्रिक्वेन्सी अफ इरिगेसन, डी ऱ्याम भनेको यो ऱ्यामको डेप्थ, रेडिली अभाइलेबल मोइस्चरको डेप्थ। अब हामीलाई विभिन्न प्यारामिटरहरू दिन्छ अनि यहीबाट घुमाएर सोध्छ। अब कुनै बेला कुन प्यारामिटर दिया हुन्छ, कुनै बेला के दिया हुन्छ, अनि त्यसमा भ्यालुहरू राख्यो भने चाहिँ हाम्रो एन्सरहरू आइरहेको हुन्छ। अब डेप्थ अफ ओएमसी सोध्यो भने चाहिँ यो वाला गामा डी बाई गामा डब्लु इन्टु रुट जोनको डेप्थ इन्टु ओएमसी को मोइस्चर कन्टेन्ट, त्यो मोइस्चर पर्सेन्ट दिएको हुन्छ। त्यसै गरी पर्मानेन्ट विल्टिङ पोइन्टको सोध्यो भने चाहिँ गामा डी इन्टु गामा डब्लु, गामा डी बाई गामा डब्लु इन्टु रुट जोन डेप्थ इन्टु पिडब्लुपी भनेको, जस्तो यहाँ डिओएमसी छ भने हामीले ओएमसी पर्सेन्टले, यही ओएमसी को कति पर्सेन्ट छ त्यसले मल्टिप्लाई गर्ने। पर्मानेन्ट विल्टिङ पोइन्टको डेप्थ सोध्यो भने चाहिँ पर्मानेन्ट विल्टिङ पोइन्टको पर्सेन्टेजले के अरे मल्टिप्लाई गर्ने। अनि यो रेडिली अभाइलेबल मोइस्चर, यो वाला अभाइलेबल मोइस्चरको डेप्थ सोध्यो भने चाहिँ अभाइलेबल मोइस्चर भनेको त फिल्ड क्यापासिटी माइनस पिडब्लुपी हो नि त। फिल्ड क्यापासिटी हाम्रो यहाँसम्म छ, यति पुरै हाम्रो यो यहाँदेखि यहाँसम्म यो पुरै फिल्ड क्यापासिटी भयो। अनि यति हाम्रो पर्मानेन्ट बिल्डिङ पोइन्ट भयो। अनि यो पुरैबाट यति घटायो भने हाम्रो यति भाग आउँछ, जुन भनेको चाहिँ अभाइलेबल मोइस्चर हो। सो अभाइलेबल मोइस्चरको डेप्थ भनेको गामा डी बाई गामा डब्लु इन्टु
रुट जोनको डेप्थ अनि ब्र्याकेटमा यो फिल्ड क्यापासिटी माइनस पर्मानेन्ट विल्टिङ पोइन्टको पर्सेन्टेज। त्यसै गरी यो चाहिँ अभाइलेबल मोइस्चर वाटर भयो। अब रेडिली अभाइलेबल मोइस्चर भनेको नि सेम भयो, फिल्ड क्यापासिटीबाट यति माइनस गर्ने, यति भनेको चाहिँ ओएमसी। यहाँ अभाइलेबल मोइस्चर सोध्यो भने चाहिँ पर्मानेन्ट बिल्डिङ पोइन्ट माइनस गर्ने, अनि रेडिली अभाइलेबल मोइस्चर सोध्यो भने चाहिँ अप्टिमम मोइस्चर कन्टेन्टको माइनस गर्ने। अनि फ्रिक्वेन्सी अफ इरिगेसन भनेको चाहिँ डेप्थ अफ आरएएम, यो जुन हामीले निकालेका छौँ नि हो त्यो बाई सियु, सियु गर्यो भने डेप्थ अफ के अरे फ्रिक्वेन्सी अफ इरिगेसन आउँछ, जुन सियु भनेको चाहिँ कन्जम्प्टिभ युज हो। ओके, थ्याङ्क यू, बाई बाई।